बाउले एक झापड हान्यो नि है कस्तो बच्चाको एकदमै याद आयो भने हाम्रो बाउले नि हान्ने त बाबा कुरो नगरौँ अबे हामी नातिनीहरूलाई त कस्तो साह्रो गर्नुहुन्थ्यो तपाईँको झन् छोरा त के गर्थ्यो बाउ त डेन्जर थियो नि हाम्रो है अहिले कस्तो याद आएछ बङ्गै हान्थ्यो त नि लागि एकदम इमोसनल भयो है हामी चाहिँ बिचमा है कस्तो रमाइलो गर्छ भन्दा नि एकदम इमोसनल लाग्यो है कमेन्ट सेयर पनि गर्न नबिर्सिनु होला बालापनको याद पनि दिलायो थ्याङ्क्स टु ए म त अझै नमस्ते वेलकम ब्याक टु लामा फ्यामिली च्यानल अस्तिको भिडियो हाम्रो छोरीहरूको भिडियो तपाईहरुले धेरै माया गरिदिनु भयो एकदमै धेरै लाइक कमेन्टहरु त्यतिकै गरिदिनु भयो फेरि आज पनि उपस्थित भइसकेको छु तपाईहरुको मनोरञ्जनको लागि तपाईहरुले माया गरिदिनु भएकोले फेरि पनि छोरीलाई इन्भाइट गरेर आज हामी छोरीसँग भिडियो बनाउन खोजिरहेको छौं तपाईहरुले नै कमेन्ट गर्नु भएको गीत भिटेनको बहिनी गीत धेरै पछि टाइम मिलेको छ आज हामी त्यो बहिनी गीतको रियाक्सन गर्न खोजिरहेको छौं यस सुनेको छ तिमीले त्यो गीत अनि पहिला एकचोटि चाहिँ सुनेको हो भाइले सुन्दाखेरि तर त्यस्तो आफैले गएर चाहिँ सुने हैन ल आज सुनौं तपाईहरुले पनि नसुनेको भएसँगै सुनौं है त बहिनी गीत एकदम इमोसनल एकदमै उसले आफ्नै बहिनीको लागि लेखेको गीत उले गरेको गल्तीहरु आफ्नो बहिनीको लागि के पहिला के गरेको सानोमा उले गरेर के भएको भन्नेहरु सबै उले सुनाउँछ होला आउनुस् है त सँगै सुनौं लेट्स गो वाउ खुसीको सास लिन गाह्रो भो सपना घाँटीमा अल्झिँदा रुँदै बस्ने गर्छु दुःख पीडा मनमै बल्झिँदा काम गर्ने जाँगर छैन मन निकै अल्छी भा लामो सास फेर्दै सुसेल्छु दुःखको गल्छीमा म एउटा सोझो ठिटो सानो परिवार मेरो निकै कठिन जीवन अन्धकार सेरो फेरो छैन ज्ञानको ज्योति मेरो चारैतिर छ अँधेरो आँखा अगाडि छ अनि चुलो पानी र पँधेरो गाउँबाट आयो सहर मनभरि सपना बोकी दुःख पाएपछि आफ्नो पढाइलाई रोकी कहिले काहीँ टोलाउँदै कुनामा बसेर सोची सायद मेरो पनि खुसीको दिन आउने हो कि रित्तो खाली हात बोक्दैछु आज केही छैन मसँग सोच्दा सोच्दै एक्कासी हुने गर्छु म झसँग सपनाहरू मेरो सबै भयो भाता भङ्ग घर परिवारको बिचोक मेरी बहिनी चाहिँ अपाङ्ग कस्तो लाग्यो दामी छ है तामाङ हो अनि त अलिअलि ट्रोन उब्दा भइहाल्छ नि मैले मनको घाउ नै भने मनको घाउ म आज एक्लै रुँदैछु मनको घाउहरू आँसुले नै धुँदैछु गरिब दुखी भनी हामीलाई सबैले चिन्थ्यो बाउ खेततिर अरूको हली गर्नमा हिँड्थ्यो ठुलो घटना घट्यो यो नराम्रो एक दिनको साथीसँग खेल्न जाँदा मेरो गल्ती भो एकछिनको दुःख सुख के हो म सानो बच्चालाई के थाहा बिर्सेछु बहिनीलाई म त खेल्न थाले यता गल्ती भो त्यो दिन बहिनीलाई एक्लै घरमा छाड्न खेल्दा खेल्दै गएछु म पोखरीमा माछा मार्न यादलाई त नि यत्रो उमेरमा त खासै केही थाहा हुँदैन नि है अब के हो भने पहिलाको कस्तो हो के हामी तिमीहरु त अझ सानै थियो फेरि गोरु चराउन जाँदाखेरि के गोरु चराउन पठाउँथ्यो अनि गोरु चाहिँ कहिले घरमा के अब गोरु लगेको मात्र लाँदाखेरि चाहिँ लग्यो गोरु चाहिँ कहिले घर फर्केर अनि त्यसपछि त्यो घरमा पुगिसकेको हुन्थ्यो अनि हामी चाहिँ अनि बेलुका साँझ भइसकेपछि चाहिँ बल्ल याद आउँथ्यो के ल गोरु चराउन आएको हो क्या म त जस्तो के अनि गोरु खोज्छु मरी गोरु खोज्छु गोरु छैन अब ल पक्कै अब के गर्ने रुँदै घर पुगेर गोरु चाहिँ घरमै हुन्थ्यो कि त्यस्तै हो नि यत्रो उमेरमा त है
खेल्दै थिएँ म अझै नि खबर सुन्यो मेरो कानले मेरो घरमा बहिनी रुको आत्तिँदै पुगे घरमा मेरो त आँखाबाट आँसु चुको काम नथाल्यो जिउ त्यो अवस्था दर्दनाक मेरो आँखा अगाडि अँध्यारो दिउँसै पर्छ रात लाटो भए म जब एक्कासी मेरो सातोगा लाटो भए म एक्कासी मेरो सातोगा रुँदै थिए बहिनी बिचरी लडी छे आगोमा म आज एक्लै रुँदैछु यो मनको गाउँहरू है बहिनी चाहिँ आगोमा उसले यो चाहिँ रियल स्टोरी भन्छ नि उसले सधैँ इन्टरभ्यूमा है उसको बहिनीको हातमा लाग्यो तर त्यस्तै त हुन्छ नि यार त्यत्रो उमेरमा त कहाँ अब के अरे बहिनीको घरमा छ कि ऊ त माछा समाउन कसरी समाउने भनेर पुरा डिब भएर होला हाम्रो उताको त्यो अङ्कलको छोरा पनि थाहा होला नि त भने उसको नि घाँटीमा त्यो ए त्यो भाइ है हो नि अनि कस्तो ऊ त उसको होइन त त्यो रे के भन्छ त्यो चुरोकै उसमा कि के भन्छ त्यसमा गएको हो नि उसको घाँटी यतै हो पुरै छ नि अहिले पनि छ क्या दाग छ है त्यस्तो दाग है केयर एकदम बच्चामा एकदम केयर लास्ट टर्न भने केयर फेसतिर भएन नि त्यो बुच्ची भने अनि त है घाँटीमा भएर त्यस्तै उसले नि बहिनीको लागि अब त्यतिखेर त उसले के थाहा त बहिनी त्यसरी आगोमा जान्छ अब एक ठाउँ मात्र हेरेर होला उसले एक धुन भयो अनि त्यसपछि त क्या इमोसनल है म आज एक्लै रुँदैछु यो मनको गाउँहरू आँसुले धुँदैछु म आज एक्लै रुँदैछु मनको घाउहरू आँसुले नै धुँदैछु रुँदैछु म आज एक्लै रुँदैछु मनको घाउहरू आँसुले नै धुँदैछु ल्याइ पुर्यायो काठमाडौँ एम्बुलेन्समा हाली मेरो जिन्दगीमा हेला मात्र कुटाइ र गाली कहाँ लग्यो के गर्यो केही थाहा छैन काठमाडौँमा भन्छ कुनै यसरी बोल एक झाबाट हान्यो नि है वाउ कस्तो बच्चाको एकदमै याद आयो भने काम बिगाऱ्यो भने हानिहाल्छ नि हाम्रो बाउले नै हान्ने त बाबा कुरा नगर हामी नातिनीहरूलाई त कस्तो साह्रो गर्नुहुन्छ तपाईँको छोरा त के गर्थ्यो घाँस काट्न जाने बेलामा कि साथीहरू सबै जान्थ्यो नि त घाँस काट्न अनि जान्थे होइन अनि हामी छोरी मान्छेहरू गोटी खेल्नुमा पुरा गोटी खेल्ने अनि रुखको उसमा हाँगामा पिङ बनाएर त्यो नाम्लोको पिङ बनाएर खेल्थ्यो है अनि टाइम हुन्जेलसम्म त्यसरी खेल्थ्यो अब साथीहरूसँग खेल्दा खेल्दै भुल्थ्यो नि त अनि हतारमा घाँस काट्दाखेरि अलिअलि घाँस काटेर अनि छेपछेप गरेर लिएर आउँथ्यो घर पुग्दाखेरि हजुरबुवाले चाहिँ खालि खुट्टाले खाँदेर हेर्थ्यो कि खालि खुट्टाले खाँदेर हेर्थ्यो अनि साह्रो गर्थ्यो कि हामीलाई नि अनि गाउँको सबैजना डराउँथ्यो हौ हजुरबाले यस्तो गर्छ भनेर त्यस्तो गर्नुहुन्थ्यो अन्त तपाईँलाई झन् के गर्यो होला छोरालाई त बहुत डेन्जर थियो नि हाम्रो अहिले कस्तो याद आएछ बङ्गै हान्थ्यो त नि के थाहा होला है उसले जानी गर्यो होला हो नि नेपालमा त्यो एकदम अनएजुकेटेड पनि छ नि पिट्ने भन्ने होइन तर कसो गरिकन पाए मैले चाल बहिनी भर्ना भएको ठेगाना कान्ति अस्पताल जान सकिन म त्यहाँ भयो मलाई पश्चाताप लाग्यो बहिनीको हातमा कालो अपाङ्गको दाग सानो बच्चालाई नि थाहा बोलेको आगोको रात अब अपरेसनको लागि चाहिने भयो 5 लाख त्यत्रो पैसा कहाँबाट ल्याउनु मर्यो बाउको आश थाहा छैन खै कुन्जुनीमा गर्यो कस्तो पाप सबै टुक्रा टुक्रा सपना भयो सखाप दुःख मर्म मनमै गयो अनगिन्ती बेहिसाब नाना थरी टेन्सन परिवारमा दिमाग खराब कुन पापीको लाग्यो कुन्नी हामीलाई शराब दुःख व्यथा मेरो मनमै दब्यो रुन्छु हरेक रात अभागी खप्पर आगोले खायो बहिनीको हात पुग्न खोज्दै थिए उचाइमा एक्कासी अवतरण दिन बित्दै जाँदा पार हुँदैछ दुःखको चरण म कमलो छु बस्दैन यो स्वार्थी वातावरण दैवले पनि हाम्रो भाग्यलाई गर्यो अपहरण बहिनीको लागि भविष्यमा अब केही गर्दिन्छु दुःख गर्छु बरु दिन रात जिउँदै मर्दिन्छु समय बित्दैछ सेली तिमी ठुली हुँदैछौ सायद मेरो गीत सुनेर तिमी पनि रुँदैछौ के गर्नु यस्तै भो बहिनी चित्त नदुखाऊ
उस्तै बहिनीकै नाम भनेर भनेको छ नि यार कस्तो एकदम यो बहिनीको लागि त यो त लास्टै गिफ्ट हो जस्तै भयो है यो गीत त कति इमोसनल हुन्छ होला क्या यो गीत सुन्दाखेरि होइन अब सबैले अब भिटेनले गर्दा नै हो भन्ने सोचिराख नि त मतलब त्यस्तो भिटेनलाई भयो भिटेन आफूलाई पनि त्यो आफूमा मैले गर्दा मैले राम्रोसँग हेरेको भए मेरो बहिनी त्यस्तो हुँदैन थियो भन्ने भयो नि त अनि उसको बहिनीलाई पनि यदि उसले आफ्नो फिलिङ्स भनेन भन्दा उसको बहिनीले पनि त दाइले गर्दै हो भने हुन्छ नि त अब यो गीत गरेर त पुरा ऊ हुन्छ नि त सुनेर पनि मेरो दाइले चाहिँ जानी चाहिँ यस्तो गरेको होइन रहेछ भन्ने त उसलाई भयो नि त आफ्नो फिलिङ्स के सोचेको थिएँ कसरी भयो भन्ने चाहिँ उसले भनेको नि त गीतमा लास्ट इमोसनल है यो गीत त सेलिन म तिम्रो समीर दाइ तिमीलाई साथ दिन्छु बाजुन जेली म आज एक्लै रुँदैछु यो मनको गाउँहरू हाँसुले धुँदैछु Thank you for watching this video. Do subscribe to अनि यस्तै रमाइलो भिडियोहरु हेर्न चाहनुहुन्छ भने तल सब्स्क्राइब लेखेको छ सब्स्क्राइब गरिदिनु होला अनि शेयर अनि लाइक अनि साथमा कमेन्ट गरिदिनुस् होला कि अब आफ्नो मनको भन्नु मन लागेको कुराहरु त नभएर हुन सक्छ विज्ञापन गरिदिएको भएन जय नेपाल सब्स्क्राइबर गर्न चाहिँ नभुल्नु होला भन्दै एभरेजमा गीत कस्तो भयो राम्रो कस्तो के रे हामीले मतलब यस्तो के यसको यो यस्तो राम्रो राम्रो गीतहरू चाहिँ त्यो यसले पछि त्यो गीतहरू निकाल्यो नि त्यो अलि रफ वर्डहरू युज भएको गीतहरू निकाल्यो नि त्यसपछि यस्तो गीतहरू चाहिँ कभर भयो के हामीले भेटाउनै चाहिँ सकेन नि त मान्छेहरूले यसले चिने नै चाहिँ यो यस्तो राम्रो राम्रो गीत यसको बहिनी कथा भन्ने गीतहरू भन्दा पनि उसलाई त सिमसिम पानी त्यो कुकु त्यो अलि त्यो रफ वर्डहरू बोलेको गीतहरू हैन सिमसिम पानीहरु त पछि आएको नि त्यो पछि आएको गीतले चाहिँ यसलाई अगाडि लिएर आएको नि त्यसपछि यो गीतहरू त हराए मतलब खोजेन कि पछि पो भेटाएको त मैले त उसको यो भिटेनलाई त मैले सुरुमा सुनेको थिएँ सिमसिमे पानीमा यो हो र हामीले त यो भन्दा सिमसिम पानी त पछि हो फर्स्टमा आउने त के रे ऊ गीतहरू के रे उहरू थियो के मैले मान्छे खतमहरू त्यो मान्छे कतामा पनि त त्यस्तै त्यस्तै वर्डहरू युज गरेर नि यो गीतमा त कुनै पनि यसमा र कथामा त त्यस्तो वर्डहरू मान्छे खतममा नै युज छैन हौ त्यस्तो केही पनि युज छैन मान्छे खतममा पनि छैन मान्छे खतममा छैन के हामीले राम्रो गीत छ के त्यो केटीले छोडेर गएको होइन त केटी मरेको हुन्छ त्यसमा केही छैन छ जस्तो लाग्यो मलाई चाहिँ त्यस्तो के केटीलाई अलिकति उ भन्छ जस्तो लाग्यो डोमिनेट गरेर चाहिँ बोलेको छ तर त्यस्तो चाहिँ हैन ब्रिजमा धेरै राम्रो लाग्यो एकदम इमोसनल भयो है हामी चाहिँ बिचमा है कस्तो रमाइलो गर्छ भन्दा नि एकदम इमोसनल लाग्यो एकदम गीत वाउ इमोसनल मतलब आँखाबाट आँसु चाहिँ आएन तर है भिजन ब्रोले भने जस्तै एकदम यस्तै रमाइलो भिडियो हेर्नको लागि तलको सब्स्क्राइब बटन थिच्न नभुल्नु होला प्लस कमेन्ट शेयर पनि गर्न नबिर्सिनु होला बालपनको याद पनि दिलायो थ्यांक्स टु म त अझै बच्चै छु त्यसको लागि धेरै धेरै धन्यवाद हजुरहरुलाई तपाईहरु हेर्ने सबैलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु धेरै धेरै धन्यवाद अझै पनि यसरी माया दिनु होला साथ दिनु होला फेरि म यहाँ आउन पाम बाइ बाइ